कति मोबाइल चलाएको के अनि के गर्ने त कहाँ जाने जाम खेततिर घुम्न ओए हेर न के भन्दैछ कटेज हो ए कति भोकला हो पैसा लिएर आइछि नाइ रुक म बेबीले कल गर्छु हेलो हेलो बाबु कहाँ छौ म कामतिर छु नि भन न हामी यहाँ साथीहरुमा घुम्न आछौं यहाँ कटेज खुले रहेछ भोक पनि लाहा नास्ता खाना जानी हो र हुन्छ तिमी जाँदै गर न म आउँदै गर्छु जान्छु त भनिहाले पैसा चाहिँ कति छ तर पर्समा पैसा पनि छैन दाइले फोन हान्नु पर्यो हेलो भाइ दाइ कता हो यार यहाँ चाहिँ एउटा सब्जी त एक ठाउँ कटेज खुल्दैछ रे बेबीहरूले बोलाएको छन् जाने हो र हो र ल ल ल ल ल म खाली खुट्टा भन् दौडेर आउँछु नि टेन्सन छैन नि त ल तपाईँ आउँदै गर्नु है त म जाँदै गर्छु ल हस् ल ल ल ल बेबी के छ सन्चै छौ सन्चै छ छोटो गराइ छैन भाइ के पाइन्छ यहाँ चिया पाइन्छ दाजु कफी पाइन्छ मोमो पाइन्छ चिकन मोमो अनि चिकन चाउमिन अनि हाम्रो स्पेशल आइटम चाहिँ लोकल कुखुराको बार्बिक्यू भयो सेकुवा भयो ग्रेभी त्यसमा चाहिँ भुट्टनहरू सादेका चिकन आइटमहरू पाइन्छ हजुरलाई चाहिँ के खान खोज्नु भएको हजुर चाहिँ साउजी हो हजुर मै हो अहिले चाहिँ यो हाम्रो भर्खर स्टार्टिङ हुँदैछ म्याडमहरू आउनु भएको थियो त्यही भएर चाहिँ म हजुरहरूको अर्डर लिन आएको छु हजुरलाई जे चाहिन्छ म चाहिँ हाम्रो कुकम्यान भाइले चाहिँ भनिदिन्छु उहाँले चाहिँ बनाइदिनुहुन्छ ठिक छ चारवटा कफी ल्याउनु है त चारवटा हजुर त 3 जना मात्र हुनुहुन्छ त हाम्रो एउटा चाहिँ हेन्सम दाइ आउँदै हुनुहुन्छ क्या त्यही भएर ल हुन्छ हजुरलाई म पठाइदिन्छु गाउँले भान्सा गरी है हो बवाल लोकेसनमा छ है खत्रै छ त यार च्याट्ट केटाहरूलाई बोलाएर लोकल कुखुरा काटेर मजाले पोलेर बारबिक्यू बनाएर खानुपर्छ यार भाइ कहाँ छ भाइ हजुर ए मेरा बा कति राम्रो हो कि साह्रै लाला यार तिम्रो नाम के हो मेरो नाम त रूपा हो नि तिमी त मलाई साह्रै मन पर्यो नि कस्तो लाला दाइ A few moments later. मेरा बा थोप्रा हेर्दा सूर्यग्रहणलाई जस्तो छ लग परम भन्छ